सो फाइनली गाइस म भन्ने चाहिँ रसुवा आइसकेको छु। यो भनेको चाहिँ रसुवा जो गाईघाट रसुवा। अब म चाहिँ खोला अब म चाहिँ राम्रोसँग खोला बाहिर तर्छु खोटाङ जिल्ला है त। यो गाउँघरको घरहरू यो चाहिँ यहाँको मेन सिटी भनौँ न। अब मेन सिटी जस्तै हो कि यो चाहिँ अब जो गाडी लाग्ने ठाउँसम्म भनौँ न। बाटो यस्तो छ हालत। कस्तो चाहिँ साथ दियो होला कि मलाई स्कुटरले। रसुवा आइसकेको छु। रस्ताको पुल जाने सरकारमा छु। मलाई यो ट्र्याक्टरले बाटो छेकेर कन्फ्युज बनाइदिइरहेको कि यहाँबाट यहाँबाट जान्छ होला होइन। ल त्यो पुल भेट्नलाई कन्फ्युज बाटै नदेखिन्छ नि हिँड्छौ तिमी। यो हो रसुवा। खोटाङ जिल्ला भेट्नलाई मुस्किल। गाइसहरू यहाँबाट चाहिँ रौतमाई गाउँपालिका प्रदेशिक भ्रमण गर्नुभएकोमा यहाँलाई स्वागत छ। यहाँबाट चाहिँ गाइसहरू खोटाङ जिल्ला भेट्छ। यहाँबाट भने म तलको बाटो चाहिँ खोला पुल भत्किएको भएर चाहिँ सो यो पुल झुलिङ्गे पुल हिँड्दैछु। जे कोसीमा रक्षा गर। वाह गाइसहरू मेरो लाइफको पहिलो खेड। माथि यो चाहिँ लेकतिर पानी पऱ्यो भने यस्तो बाढेर खोटाङ जिल्ला। मान्छे बोक्नु नजाने भारी बोकेर हिँड्ने के बोकेको दिक्कु। यो चाहिँ पूर्वेली भाषा हो कि दिक्कु मान्छे। लम्मा सेम गोर्खाको जस्तो ठाडो उकालो रहेछ यार। सेम ढुङ्गा पनि त्यस्तै बित्ताएर त्यस्तैले हो कि मलाई अरू त यस्तै हो है। सानो टायर त्यो भएको हो र। यो बाटो नि कता कता घुम्छ। यता जानलाई यतै बाटो होइन र बाटो कस्तो घुमाउरो रहेछ त बाटो जाट। फनफनी घुम्यो ल गाइसहरू। यस्तो उकालो छ अहिले भने चाहिँ म खोटाङ जिल्लामा प्रवेश गरिसकेको छु। सो मैले उदयपुर गाईघाटलाई छोडेर अहिले चाहिँ खोटाङमा छु। बाटो भने त लास्टै कति छ गाइसहरू होइन। अब यस्तै हो है। अब आम्मामा यो थियो कि मैले समाउने बाटो चाहिँ यो थियो होइन। उहाँको त्यो पुल भत्किनाले यहाँबाट चाहिँ अब म जाँदैछु दिप्रुङ चुइचुमा।
भन्ने चाहिँ एरिया होइन। सो गाइजहरू यस्तै छ। अब यहाँबाट चाहिँ यस्तो बाटो राम्रो छ, यति कुद्छु कि म 1 घन्टामा चाहिँ म पुग्दैन। 1 घन्टामा त सम्झेँ हो। सो गाइजहरू दिप्रुङ चाहिँ म यहाँबाट अब 1 घन्टा 2 घन्टामा पुग्ने प्लानिङ चाहिँ गरेकै छु होइन। बाटो खत्तम छ, बाटो खत्तम भएको भएर चाहिँ खासै कुद्नु सकिन्न। अब भनेको चाहिँ अहिले भनेको पुरा सम्म आइसकेको ठाउँहरू होइन। सो बिल्कुलै बसिरहेको छु भाइहरू पनि पुरो सम्म छ होइन। त्यही भएर धेरै चिज लाग्छ। त्यही माथि मेरो गोप्रोको यो गोप्रो सेफ्टी कभर छैन, त्यो भनेको टेन्सन लाग्छ गाइजहरू। सो अहिले भनेको भिडियोलाई चाहिँ बनाउँदै गरौँला। म भनेको रफ्तार मान्छेहरू उस त्यस्तो डाँडै गर्दै गर्दै नुन तेल लिनलाई चाहिँ उता गाईघाट के अरे मुर्कुची जान्थ्यो अरे के। म रफ्तार हान्छु है भिडियोलाई कन्टेन्ट हेर्दै गर्नलाई इन्जोय लिँदै गर्नु। सो गाइजहरू म भने चाहिँ रमाइलो आइपुगेको छु। सो यो चाहिँ खोटाङ जिल्ला खोटाङ गाउँपालिका। म पुग्नुपर्ने ठाउँ लोकेसन चाहिँ उता दिप्रुङ। दिप्रुङ भन्नाले दिप्रुङै चाहिँ होइन, दिप्रुङ भन्नाले तल जस लोकेसन चाहिँ भन्नुपर्दा चाहिँ दिप्रुङै भनिन्छ होइन। सो यो ठाउँमा पुग्नुपर्ने हो। सो यो छ हाम्रो पुल अनि यो भनेको चाहिँ खोला लाची खोला नि कस्तो फोहोर कि। सो गाइसहरू यो भनेको चाहिँ टोखोला जो कि पहिले एकदम ठुल्ठुलो माछाहरू पाइन्थ्यो र यो खोलामा। अब अहिले चाहिँ पानी यस्तो छ। सो यो चाहिँ अब सपना। सो म भनेको यहाँ छु, मेरो रेजेटले चाहिँ मलाई साथ दिइरहेको छ। सो हो भनेको चाहिँ म टाप जान्छु। तपाईँहरूलाई थाहा छ होला यो स्कुट लिएर म कतिवटा जिल्ला गइसकेको छु भने अहिले पनि धेरैवटा जिल्ला त पार गर्दै खोटाङ जिल्ला आइसकेको छु। म निक्लिनुपर्ने डाँडा चाहिँ यही हो, होइन। जाने बाटो चाहिँ अब खोटाड छ अरे, तर यहीँ आउनुपर्छ कि ठ्याक्कै। सो गाइसहरू यस्तो भौडीमा पऱ्यो। अब यहाँबाट जाउँ भने पनि डर क्या फर्साद्नु पऱ्यो कि। यहाँबाट पिलो चाहिँ निकालेर हेर्नु पऱ्यो होइन। यस्तो गर्दै हिँड्नुपर्छ कि गाउँको बाटोमा। खोइ त निक्लिँदैन त। म गएर रहेछ यार। सो यस्तो छ बिजोक कताबाट झन् चाहिँ माछा हो है। म अब समाउँछु है। अबुस यो चाहिँ माछा है, कस्तो कुन माछा हो यो। ल देख्नु यस्तो खोटाङ जिल्लाको रोडमा माछा भेटाइन्छ। माछा भेटाइदिइरहेको क्या भाइ। ल यसलाई चाहिँ सफा गरेर हेरौँ है कस्तो रहेछ। ला पानी त रहेन रहेछ। ला यो त मरिहाल्छ नि। यसलाई खोलामा चाहिँ हाल्नुपर्ने थियो है। सो यो माछाको नाम हो के माछा रे, बुदुना माछा। सो यो चाहिँ एकदम ज्याद्रो हुन्छ होइन। यस हो हिले होइन नि, बुदुना माछा हो यो, हिले होइन। यसलाई चाहिँ कसरी बचाउने कि मलाई यो पो टेन्सन भयो त।
सो यो चाहिँ मर्ने भयो होइन यसलाई चाहिँ बचाउनु पर्छ नि त ओ माई गड ल मा नछिर्दै पो रहेछ यो त सो बोतलमा नि अटेन होइन अब यसलाई चाहिँ भने मैले यहाँ हाल्छु अनि उपर लगेर पानी हालिदिन्छु होइन सो खुट्टा नि यस्तो भयो उसको मेरा आइला पहिला साउनको साउनको खेला सो हाम्रोतिर आँप पनि ठुल्ठुलो भइसकेको रहेछ खोटाङ जिल्लामा साँप यत्रो ठुल्ठुलो भइसकेको छ यहाँ पनि कति ठुल्ठुलो छ नि त ल भर्खर आँप पाक्ने बेला भयो म तपाईँहरूलाई ट्याक्क देखाउँछु लोकेसन यहाँ दुईवटा बाटो छ यो बाटो चाहिँ अब मुलाबारी लाग्ने बाटो जो कि दिप्रुङ चैँचोमा जाने बाटो यो बाटो चाहिँ सिधै दिक्तेल बजार जाने बाटो है त गाइसहरू हे मेरो माछा मरिसक्यो सो गाइसहरू ट्रक चाहिँ पुरा तेर्सिएको रहेछ यस्तो भिडमा अब बाटो भनेको यस्तो छ म पनि साइड लाग्नु पऱ्यो होइन बिजुक छ बिजुक रमाइलो सो माटो भएर जुत्ता खोलेँ क्या मैले यस्तो बिजुक छ के भयो ट्रक फस्यो कि हो कस्तो ठाउँमा टर्निङ बाफ्रे गाइस यो गाडी झर्न लागिसकेको छ होइन माथि माटो नि फुल भएको छ कि मैले चाहिँ भनेको त बरु माटो नलगाइकन हुन्थ्यो यहाँ पनि जाली लगाएर होइन त्यो कोसी पारी चाहिँ गाईघाटै फेरि यो त गुरुगुरु भन्नु नपरोस् गाइसहरू सो गाइसहरू फाइनली म भनेको मेरो लोकेसनमा पुग्नु लागिसकेको छु अहिले भने जस्तो बाटो चाहिँ यही हो होइन देखिसक्नुहुन्छ सो अहिले भने चाहिँ म पारीको यो चाहिँ गाईघाट देखाउँदैछु होइन सो म भने चाहिँ यहाँ छु चट्टोसँगले पुरै होइन खाली खुट्टै छु के अरे धेरै धुलो रहेछ त्यो भएको भएर चाहिँ नआएर जसले पनि सोध्छ कि ल यो स्कुटर पनि आउँछ यहाँ जसले पनि कि यस्तो हेर्छ ल भाइ यो स्कुटर पनि आउँछ यस्तो कुद्छु यो स्कुटर रेजेट हो गाइसहरू होइन सो यस्तै हो गाइसहरू होइन म भनेको चाहिँ यहाँ चारवटा स्विच खोल्नु पनि मन लागेको छैन कि हेलमेट त्यही भएको भएर यस्तो बिजोग छ मेरो बिजोग यस्तो बिजोग छ मेरो भने चाहिँ होइन सो म भनेको चाहिँ यहाँ आइसकेको छु अब यो पारिदेखि नै गाउँहरू भनेको सबै खोटाङ जिल्ला हो भयो होइन ओखलढुङ्गा दिक्तेल बजार दिक्तेल बजार चाहिँ यो खोल्ला यो तल देखेको खोला जानुपर्छ है होइन यहाँबाट खोला जानु दिक्तेल बजार चाहिँ भनेपछि यहाँबाट डाँडै चाहिँ खोटाङ बजार जान्छ यताबाट पनि जानु चाहिँ तर सर्टकट चाहिँ यताबाट पर्छ यो गाउँ सो यो अहिले चाहिँ अब कच्ची रहेछ होइन अब बिस्तारै होला नि त यसो बजेट राम्रै आउला नि त जो यहाँको स्थानीय मेयरले हेर्ला नि त होइन जोस् रमाइलो छ गाउँघर सुन्ने छ एकदमै बिल्कुलै होइन सो गाउँघर चाहिँ एकदम सुन्ने छ गाउँघरमा मान्छे छ यस्तो यस्तै हो है
मेरो पनि दिन आउँछ विदेश जाने। सो जानुभन्दा अगाडि चाहिँ टेङ म धेरैवटा जिल्ला घुमिरहेको छु। सो बारपाक पनि घुमेर आएको छु। अब अहिले चाहिँ खोटाङ जिल्लामा छु। ल गाइसहरू चल्दिउँ है त ल।